Hello everyone, namaste and a very good morning to all. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। अहिले दिस डेज है एलर्जी आएको छैन भन्नु पनि हुँदैन, फेरि आउँछ पो त। सो हजुरहरू के गर्नुहुँदैछ है? म चाहिँ अहिले भर्खरै मात्रै म चाहिँ मेरो ब्रेकफास्ट गर्न गइरहेको छु है। नानीलाई स्कुल पठाएँ, लन्च ब्रेकफास्ट गराएर आफ्टर द्याट बुढालाई है, अन्त लास्टमा चाहिँ मेरो टर्न आयो नि त। अन्त मैले चाहिँ यसो ब्रेकफास्ट गर्दै हजुरसँग बात गर्नु एकछिन आएको है। मेरो चाहिँ ब्रेकफास्टमा के छ भन्दाखेरि ब्रेड होइन, ब्रेड चाहिँ मैले हल्का अघि रोस्ट गरेको थिएँ। अन्त आफ्टर द्याट मेयो दल्दैछु। मेयो चाहिँ मेरो फेभरेट हो, नानीहरूलाई जस्तै है, नानीहरूलाई मनपर्छ नि, मलाई पनि पुरा मनपर्छ मेयो हो। अन्तखेरि माई कफी विच आई नेभर स्किप। कोही कोही बेला समटाइम्स है, पुण्य पञ्चमीमा डक्टरले भनेको छ भने मात्रै हो, त्यो पनि एक दिनको लागि नभए त। सो गाइस लिए है फर्स्ट बाइट। हजुरहरूको त ब्रेकफास्ट भइसक्यो होला है, मेरो चाहिँ भर्खर हुँदैछ। अन्त अहिले भर्खरै यही कपको 2 कप पानी खाएर बसेको थियो हो, डम डम भइरहेको छ। हजुरहरूले त सबैले ब्रेकफास्ट गरिसक्नुभयो होला है। सो मेरो त भर्खर हुँदैछ एन्ड आई होप हजुरहरूको दिन राम्ररी बितोस्, मेरो पनि राम्ररी बितोस् है। सो आई क्याच यु लेटर गाइज, बाई बाई, हेभ अ नाइस डे।